हाम्रो चाहिँ 4 स्टोरेज गर्ने ठाउँ यहाँनिर हो है। यो भाइ चाहिँ बेला बेला छुट्टी भएको बेलामा फ्याल्छ यो भाइले 4 होइन। भाइ कहाँ आइनको फेरि हिँड्ने बेलामा लौ न केटाहरूलाई लिएर हिँड्न गाह्रो छ यार। ओइ बिस्तारै छोड्नु ल। यहाँबाट चाहिँ घाम चाहिँ गाला ताप्ने खालको घाम लागिरहेछन्। आज हाम्रो 3 भाइको टुर कहाँ पुर्याउँछन् केटाहरूले, मलाई कहाँ पुऱ्याएर छोड्ने हुन्। अस्ति एउटा भाइको मेट्रो बिग्रियो भन्दै थियो बाटैमा। अब यस्तै छ जिन्दगानी दर्पण छाया, घुम्दै डुल्दै कहाँ पुगिन्छ है त आज। ल हामी चाहिँ स्टेफेन्जेल मारेको मेट्रो स्टेसन आइसकेको छौँ। अब यहाँबाट यो चाहिँ स्टेफेन्जेल मारेको मेट्रो स्टेसन। केटाहरू मेट्रो कुरिरहेछन्, खोइ आउने ताजा पाँचो छैन यार। ल आयो हाम्रो मेट्रो आयो है। ल हामी चाहिँ फाइनली अब डिस्टो 2 आइसकेका छौँ। यहाँबाट हामी बाहिर निस्किन्छौँ अनि टक्क सपिङको लागि जानेछौँ है। यो चाहिँ डिस्ट्रो 1 मेट्रो स्टेसन। हामी घुम्दै घुम्दै यतिकै आएको डिस्ट्रो 1 मेट्रो स्टेसन हो। यो चाहिँ साथीभाइहरूलाई यसो घुमाउँदै कस्तो के छ भन्दै कहिलेकाहीँ हिँड्नु पर्यो भने सजिलो हुन्छ भनेर। ल डिस्टोर भन्ने ठाउँ चाहिँ लगभग लगभग धेरै पछाडि आइपुग्यो है। घुम्दै फिर्दै यस्तै यसो डिस्टोरको नजारा देखाइदिउँ न यार। कोतै हो दोकानमा पाउने ठाउँ। हामी बसेन आउँदैन अरे त भाइ है भन। अब हामी चाहिँ यसो मोबाइल हेर्ने ठाउँमा लगभग आइपुग्न आँटेका छौँ। के छ कसो यसो हेरिदिउँ होइन। हामीले मोबाइल हेर्ने भनेको त्यही टोटल कन्भर्ट भन्ने हो है। हामी जाँदैछौँ, हेरौँ यसमै हो कस्तो के छ मोबाइलहरू हेरौँ भित्र गएर। हामीलाई ल यो खाली भएको चाहिँ हामीले 14 प्रो म्याक्स चाहिँ हामीले उठाइदियौँ यहाँबाट होइन। यसबाट हामी चेक गऱ्यो अरे दामी। ल अब यसमा अर्को बसाउने होला टोटल कन्भर्ट। ल भाइ ठिक छ होइन। यसो देखाइदिउँ न यार आइफोन अनि। ल 14 प्रो म्याक्स अब हामी चाहिँ किनिसकेका छौँ होइन। त्यसको अब यही हो टोटल कन्भर्ट। तपाईँहरूलाई नि किन्न मन लाग्छ भने आयो हुन्छ। यो भाइलाई कसले चिनेछ, सियो भाइ हो हाम्रो साथी। के छ मेरो भाइ आफ्टर लङ टाइम के छ अनि। भाइलाई हाम्रो मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। अनि कस्तो के हुँदैछ रोमानियाको बसाइ? ल भाइ ल ठिक छ ल ठिक छ ल। यहाँ केटाहरू आइफोन किनेर फेरि यता बिजी भयो आइफोन किनेर। ल कस्तो के हुन्छ यसलाई अब हामी अपडेट दिँदै गर्छौँ यो बारेमा। हामी डिस्टोरमा छौँ आज चाहिँ यस्तै घुम्दै फिर्दै। ल हामी चाहिँ अब मोबाइल सोबाइल किनेर अब यस्तै छ। हाम्रो सियो भाइसँग भेटघाट भयो यस्तै भयो होइन। अब यसको कभर सभर यसो टेम्पर ग्लास भेटियो भने लगाउने टाइम त्यहाँ अब बन्द भएको रहेन भने होइन। त्यस पछाडि अनि चाहिँ अब एकछिन ओभर मार्केटतिर घुमेर रुमतिर हामी जान्छौँ। सियो भाइ ल ल फेरि भेटौँ ल। यस्तै छ है। ल ल ल ल हुन्छ भाइ ल ल ल ल।
हामी चाहिँ ओभर झरिसक्यौँ होइन त ओभर कहाँ यार यो खोलेकै छैन त्यत्तिकै मान्छे चल्यो खोल्यो भर्खर के हो के मान्छेहरू यार यस्तै छ होइन रुल्स भन्दा अगाडि नै मान्छेहरू दौडिन खोज्छ भाइ यार हाम्रो पसल खुल्ला छ कि बन्द छ हेर्नुपर्छ यस्तै छ यहाँ यो ओभरको यो चाहिँ मलाई बवाल लाग्छ क्या भित्र बस्छ है यहाँ नभए हामी जाने भनेको ऊ यो पसलमा हो छ कि छैन खुल्लै रहेछ यार भाइ ल भाइ के चाहिने हो त्यहीँ दिनुपर्छ गर्नुपर्छ अब चाहिँ अनि मोबाइल चलाउन अनि मजा आउँछ नि त यो ओभरमा चाहिँ केही चाहियो मोबाइल सम्बन्धी सामानहरू भने यहाँनिर है यो मोबाइल जिएसएम भन्ने यो ओभरमा सस्तो पनि पर्छ यहाँनिर 20 को पनि पायो 40 को पनि पायो 60 को पनि पायो 60 80 कतिको लाउने सबै पाउँछ यही भाइ मोबाइल किनिरहेको छ सान्देर हिँडिरहेको छ पुरा खतरा आइफोनको कभर हो भाइ आइफोनको कभर हेरेको दाइ हैन तपाईले यसो भन्नुहुन्छ कुन चाहिँ किन्नु ल हेर भाइ कुन चाहियो तिमीलाई 14 प्रो म्याक्सको कभर कति छ रेट पनि हेर है कति हेरे सबै लेखेको हुन्छ त खै छैन त how much this for this it's not too much only 30-40 यदि हामी अलि ठुलो मार्केटतिर जाने भने चाहिँ कम्ती पनि 80 देखि 100 जति पर्छ लगभग नेपालको 3000 देखि 3500 जस्तो पनि पर्छ यहाँ अलिक बाहिरतिर किन्यो भने चाहिँ अलि सस्तो पर्छ त्यही भएर यो मोटे दिदीले यहाँ कभर लाउँदैछ तर लेडिज नहेर हेर भाइ अलि राम्रो खालको कभर ल भाइले कुन कलर छान्छ हेरौँ है त राम्रो कभर चाहिँ यत्रो हेरियो कभर किन कुनै मन परेन होइन एउटा चार्जर लियो यो फास्ट चार्जर यो टेम्पर ग्लास हाल्यो टेम्पर ग्लास उकाउन मिल्दैन यो नउकाउनु किन उकाउने उकाइ नै हुन्छ होला तर उकाइने के भरो त टेम्पर ग्लास हाल्यो केबल लियो अनि यही यसको लागि पावर डेलिभरी गर्ने एउटा लियो है त्यति हामीले चाहिँ ल भाइहरूको आधी उधी फेरि अलिकति सपिङ भयो अब एउटा कभर कहाँ भेटिन्छ भाइ अब कभर पनि खोज्ने कि एक दुई ठाउँ जाउँ होइन भेटेन भने कभर पछि हाले पनि हुन्छ के फरक पर्दैन अन्त पनि पाइन्छ नि त यो जिएसएम लेखेको हुन्छ नि त ती मोबाइलको त्यस्तोमा हेरे हुन्छ क्या अन्त पनि पाउँछ ल हामी चाहिँ यस्तै छ घुम्दै फिर्दै अब ओभरको मार्केटतिर लागेका छौँ अब 8-9 बन्न आँटिसक्यो रुमतिर पनि जानुपर्ने चाँडो गरेर निस्किन्छौँ हामी त्यहाँबाट यो ओभर मार्केट चाहिँ अब उज्यालो त घाम लागिरहेछ नि त पनि यहाँको अहिले 8 बजिसक्यो तर लगभग 4-5 बजे नै बन्द हुन्छ क्या यति छिटो बन्द हुन्छ कि झ्यापझुप नेपालमा चाहिँ कस्तो हुन्छ भने अझै घाम डुब्नै बाँकी छ भन्ने हुन्छ नि यहाँको चाहिँ टाइम टेबलसँग सरकार हुन्छ कि घाम डुबोस् कि नडुबोस् कि जेसुकै होस् 5 बजीसम्म बजार लाग्ने भनेपछि बजार खोल्ने भनेपछि त्यति बजीसम्म खोल्ने हो त्यहाँ पछाडि बन्द त्यस्तै छ हाम्रो भाइहरू लुकुर के हो भाइहरू भोक लाग्यो कि हो ए भोक लाग्यो छैन अरे ल भएन भोक लाग्यो भने म अहिले यहाँ खुवाइदिइहाल्छु है केटाहरूलाई यहाँनिर यस्तो पाउँछ नि त भोक लागेन भने मेरो पैसा बच्यो यस्तै छ ल मैले अगाडिको भिडियो चाहिँ हाल्न पाइनँ हामी चाहिँ पुरै इन्ट्री भइसकेका छौँ हामी पुरै भेरेन्डा मलभित्र अब यहाँ भाइको लागि एउटा सामान खोज्छौँ त्यो ब्याक कभर हेरौँ कहाँ पाइन्छ यहाँनिर एउटा यो फ्ल्याङ्को कि के भन्नेमा यसमा पाउनु पर्ने हो हेरौँ पाउँछ कि पाउँदैन अब यो फ्ल्याङ्कोमा हेरौँ मोबाइल त पाउँछ कभर पाउँछ कि पाउँदैन ल के अरे मोबाइलको कभर सभर किनियो देखाउने देखा ल मोबाइलको कभर देखाऊ त भाइ
बवाल होइन त कति पर्यो 120 रुपियाँ होइन त भनेपछि नेपालको हिसाब गर्नु हो तपाईँहरू जोड्नुहोस् कति के हुन्छ गुगलमा रेट चेक गरेर 120 रुपियाँ कति भयो लगभग 3500 जति भयो होला अझ बढी भयो होला नजाउँ अहिले हामी बाटो खोलेको छैन ल साथीहरू भिडियोलाई अन्तिमसम्म हेर्नु होला को जोडिनु भएको छैन जोडिनु होला सब्सक्राइब गरेर लाइक कमेन्ट गर्दै गर्नु कस्तो आउँछ के छ जानकारी भिडियो आउनको लागि हाम्रो युट्युब च्यानल टेम्पुर भ्यालीमा तपाईँहरू पनि कनेक्ट हुनु होला होइन यस्तै यस्तै भिडियोहरू फेरि अर्को भिडियो लिएर आउनेछु त्यसको लागि पाउनु हुनेछ होइन के कस्तो भन्ने कुरो यसको लागि चाहिँ अब आजलाई चाहिँ बिदा पाऊँ हस् त धन्यवाद बाई बाई